साथीको कोठामा बसेको त्यही हप्ता 10 दिन जति भएको थियो। अनि हप्ता 10 दिन बसिसके पछाडि ऊ चाहिँ एक्लै बस्थ्यो। अनि उसलाई पनि अब बस्नु समस्या भयो होइन, अब म त यसरी रुममा सधैँ राख्नु त सक्दिनँ भनेर भन्यो क्या साथीले। मेरो बच्चाको साथी, फेरि वल्लो घर पल्लो घर सँगै धुलो माटो खेलेको साथी। अनि उसले के भन्यो भने, लो लाग्छ अब तिमी यो कोठामा बसौ भने बस होइन, कि तिमी बस म छोडिदिन्छु रुम, कि अब तिमी यहाँ हुँदैन, अब यहाँ मलाई एक्लै बस्ने बानी छ मलाई त होइन, मेरो यहाँ प्राइभेट लाइफ अलिकति गाह्रो भयो भने क्या। गोजीमा त यस्तो हेरेको त 100 रुपियाँ छ होइन, साँझको समय 8-9 बजीतिर। अनि गोजीमा 100 रुपियाँ छ होइन, अब कहाँ जाने म त। अनि त्यो साथीलाई मैले के भने भने, हेर साथी, हामी त बच्चाको साथी हो होइन, आज एक रात चाहिँ मलाई बस्नु थियो, म कहाँ जाने राति, मसँग त पैसा पनि छैन, 100 रुपियाँ पैसा छ, म पार्टी एउटा सपना पुरा गर्न आएको काठमाडौँ भने। अनि ल ठिक छ, आज राति बस, भोलि बिहानै जाऊ है भने। रातभरि सुत्न सकिनँ।